हामी सैलुन मुडे यो त मुडे हो सैलुनको माथि हामी सैलुन जाँदै हो यो चाहिँ मुडे हो अब कति लाग्छ अब 1.5 घन्टा राख्नु हामी कहाँ जाने सैलुङ घुम्न जाँदैछ तपाईँ केही भन्दैछ पिक्चरमा मात्रै देखेको थिएँ साथीहरूले हालेको डकुमेन्ट्री अब गएर आज रेल हेर्ने कि एउटा गीत गाइदिनु न सैलुनको माथि 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 सैलुङ केमा चौरी डुलाउनेलाई के भन्नु म तिमीलाई छोडी जाने अब सिलबहादुर दाइले सुन्यो भने गाली गर्दा फेरि गौरी शङ्कर त्यही होला गौरी शङ्कर त्यही हो साइडै नघटाउनु रोकेर अलिकति त्यो बाटो खोले घटाउनु पर्नुपर्छ यहाँबाट करिब ग्रेट वाल दोलखा ग्रेट वाल सैलुन ग्रेट वाल देख्दैन सैलुन भिडियो हिमाल थाहा सैलुन यो चाहिँ मेला एउटा मेन्दमाया गाइदिनु न एउटा मेन्दमाया मेन्दोमाया रामे छ बरा के रे नभए सैबाट गाइदिनु रमजाङले रे रानीला मेन्दोमाया गुड छामेरो ला नानीला नमस्कार नमस्कार फ्याफुलजी भाइ के भन्नु छ सन्दनमुला केही छ हाम्रो नेपाल देशमा नेपाल एकदम राम्रो त्यो हिमाल हेरिराखौँ जस्तो यस्तो सुन्दर नेपाल हाम्रो विश्वकै सबैभन्दा ठुलो हिमाल यस्तो हिमाल घुमाउन यो ठाउँ सैलुङ घुमाउन ल्याउनु भएको भाइलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद फेरि पनि आउनु होला नदालाई धेरै गाह्रो भयो उनीहरूको उ रहेछ क्या फेरि चिसो भइस अमेरिकामा फेरि कालो बिरालो त किट्ला भयो पञ्चालले चाहिँ त्यो माथि
तपाईँ जानु म यता काम तपाईँ यो घोडा चाहिँ अलिक एक्टिभ रहेछ है अघि घरमा उता घर सही डर लाग्यो लाग्दैन ल पारी र राजनले यसरी खिच्या थियो कि त्यही यसले कपी को अग्रसत्ता तथा अमूल्य सहयोगको निम्ति समयको होइन सैलुङ झ्याङसुम छोर्देन बोधि सत्य नमस्ते नमस्ते यो हजुर यो 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 ठाउँको बारेमा भनिदिनु न यो ठाउँ चाहिँ आज हामी यो दोलखा र रामेछापको सङ्गम स्थल सैलुङमा आइपुगेका छौँ सैलुङ डाँडामा र यो सैलुङ चाहिँ बौद्ध मार्गीहरूको अति धार्मिक स्थल हो यो सैलुङ चाहिँ एकदम पावन भूमि हो बौद्ध मार्गीहरूको लागि यहाँ प्रत्येक वर्षमा पूजा हुन्छ र यहाँ तपाईँको यहाँ एउटा स्तूप पनि छ अहिले भर्खर 2079 सालमा यो सम्पन्न भएको छ अनि यहाँ यो ऐतिहासिक माने गुम्बाहरू पनि छ यहाँ अनि यहाँ चाहिँ यता तपाईँको दक्षिणमा रामेछाप पर्छ होइन यो रामेछापको भाग पर्छ यता दक्षिणको यहाँबाट नजिक चाहिँ दोरम्बा गाउँपालिका पर्छ सैलुङ दोरम्बा गाउँपालिका यता तपाईँको सिन्धुपाल्चोक भयो यो सिन्धुपाल्चोक भयो यता चाहिँ यता उत्तरी भाग जति सबै दोलखा हो दोलखा अनि यो सैलुङ चाहिँ तपाईँको थुम्का मिलेर कतिवटा 100 भन्दा बढी थुम्का अनगिन्ती थुम्काहरू छ तपाईँ देख्न सक्नुहुन्छ यो थुम्का हो यो होइन यो थुम्का मिलेर चाहिँ यो सैलुङ बनेको छ यो चाहिँ मुख्य शिखरको चाहिँ यो ठुलो थुम्का हो यहाँ चाहिँ मान्छेहरू धर्म के अरे बत्ती बाल्नलाई प्रार्थना गर्नलाई चाहिँ सबै यहाँका नजिकका बौद्ध मार्गीहरू हिन्दू मार्गीहरू पनि आउँछ सबैजना चाहिँ यो ठाउँमा म अरूलाई पनि यो ठाउँ चाहिँ एकपटक आउनै पर्ने ठाउँ हो यो भन्न चाहन्छु थ्याङ्क यू धन्यवाद मान्दैन त के हो रहेछ अनि त्यहाँबाट भनेको त मलाई बरु गरिब होस्